नमस्कार। तपाईलाई एउटा अचम्मको तथ्याङ्क भनौं। एउटा अनुसन्धानले देखाएको छ कि संसारका करिब 75% मानिसहरू मञ्चमा उभिएर बोल्न डराउँछन्। अर्थात् हरेक 4 जना मध्ये 3 जनाको हात गोडा भिडको अगाडि काप्छ। तर सफल व्यक्ति उही हो जसले आफ्नो विचारलाई निर्धक्कसँग अरूको सामु राख्न सक्छ। आज म तपाईलाई उद्घोषण र भाषण कलाका 4वटा यस्ता गम्भीर रहस्यहरू बताउँदैछु जसले तपाईको प्रस्तुतिलाई पक्कै पनि बदल्न सक्छ। पहिलो कुरा मनोवैज्ञानिक तयारीको हो। मञ्चको डर हटाउनु भनेको डराउन छोड्नु होइन, बरु डरका बावजुद पनि बोल्न सक्ने हिम्मत जुटाउनु हो। डरलाई शत्रु होइन, आफ्नो ऊर्जा मान्नुहोस्। दोस्रो कुरा हो कुनै पनि भाषण तयार पार्दा के, किन, कसरी जस्ता प्रश्नहरूको उत्तरलाई आफ्नो भाषणमा समेट्नुहोस्। यसले म के भन्न गइरहेको छु भन्ने कुरा थाहा हुन्छ र आफ्नो भाषणको विषयबाट टाढा जान पनि दिँदैन। कहिलेकाहीँ हामी एउटा कुरा भन्न गइरहेका हुन्छौँ तर अरू कुराहरू गरेर फर्कन्छौँ। त्यसैले बिना तयारीको भाषण नक्सा बिनाको यात्रा जस्तै अलमलपूर्ण हुन्छ। तेस्रो कुरा हो दर्शकको मनोविज्ञानको। तपाईँ के बोल्न चाहनुहुन्छ भन्दा पनि दर्शक के सुन्न चाहन्छन् त्यो महत्त्वपूर्ण छ। दर्शकका आँखामा हेरेर उनीहरूसँग संवाद गर्नुहोस्। यसले भाषण बोरिङ हुँदैन र दर्शकको मन जित्न सफल हुनुहुनेछ। चौथो कुरा हो माइक, पोडियम र स्टेजलाई तपाईँ शत्रु नठान्नुहोस्। यी तपाईका शत्रु होइनन्, यी तपाईका गहना हुन्। माइकको सही दूरी र मञ्चको सही प्रयोगले तपाईको व्यक्तित्वमा निखार ल्याउँछ। यी र यस्तै सयौं व्यावहारिक सूत्रहरू र मञ्च सञ्चालनका रेडिमेड स्क्रिप्टहरू मैले एउटै पुस्तकमा समेटेको छु, बृहत उद्घोषण तथा भाषण कला ई-बुक। यस पुस्तकमा तपाईले 40 भन्दा बढी नमुना भाषणहरू, डर हटाउने मनोवैज्ञानिक विधिहरू र औपचारिक कार्यक्रमदेखि शोक सभासम्म सञ्चालन गर्ने पूर्ण स्क्रिप्ट सहितको मार्गदर्शन पाउनुहुनेछ। अब घरमै बसेर आफ्नो मोबाइलबाट तपाईँ एक कुशल वक्ता बन्न सक्नुहुनेछ। मात्र 279 रुपैयाँमा यो डिजिटल सम्पत्ति तपाईको हुन सक्छ। अहिले नै अर्डर गर्न स्क्रिनमा दिएको व्हाट्सएप नम्बरमा म्यासेज गर्नुहोस्। याद राख्नुहोस्, अवसरले उही व्यक्तिलाई पछ्याउँछ जो बोल्न सक्छ। अब मञ्च तपाईको पर्खाइमा हुनेछ।